परिणाम घोषणा भइसक्यो। निर्वाचन आयोगले मलाई यो प्रतिनिधि सभाको सदस्यमा जितेको भनेर प्रमाणपत्र दिइसक्यो। अब प्रतिनिधि सभाको सदस्य भइयो। यो हुँदाखेरि म चाहिँ मलाई चाहिँ प्रतिनिधि सभाको सदस्य बनाउनको लागि र एकदमै उत्साहित भएर दिनरात खटिएर लाग्नु भएकाहरू हुनुहुन्छ यहाँ। अनि चाहिँ सबैलाई चाहिँ म चाहिँ धन्यवाद दिन चाहन्छु। मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई गाउँमा छन् जो अहिले कोही चाहिँ कता पुगिसक्यो होलान्। अब किनभने पोखरा बाहिर काठमाडौँ बाहिरबाट पनि आएर धेरैले मतदान गरेको देखेको छु। कोही चाहिँ घर पनि पुगिसक्यो होलान्। सबैलाई चाहिँ धन्यवाद छ। र अब यो चुनावमा उठेपछि जित्ने हार्ने भन्ने कुरा चाहिँ एउटा प्रक्रिया हो। जित्यो भन्दैमा धेरै 12 हात उफ्रिने, हार्यो भन्दैमा चाहिँ रुने, त्यो त चाहिँ हुँदैन। र म चाहिँ फेरि के छु भने जस्तो सुकै परिस्थितिमा पनि हार हुँदाखेरि पनि जित हुँदाखेरि पनि मलाई चाहिँ केही फरक पर्दैन। म चाहिँ जित्यो भनेर चाहिँ एकदम उफ्रिने, हार्यो भनेर चाहिँ अब के अरे रुने त्यस्तो बानी छैन। त्यसैले यो चुनावमा मैले जिते पनि अब हुन त अब कतिपय उम्मेदवारहरूले जितेपछि विजय र्याली भन्ने मनाउने गरेको सुनिन्छ। मनाउनु पर्छ भनेर यहाँ धेरैले चाहिँ एकदम अनुरोध पनि गर्नु भएको छ। र त्यो विजय र्याली चाहिँ मनाइँदैन भनेर मैले हिजो राति नै पोस्ट पनि गरेको छु, बिहान पनि पोस्ट गरेको छु। र्याली बनाउन चाहनेहरूले अब दुःख नमान्नु होला। किनभने र्याली बनाउनुको लागि गाउँबाट यहाँ बेनीमा आएर र्याली बनाउनुको लागि दुईटा चिज खर्च हुन्छ। एउटा समयको खर्च हुन्छ। समय भनेको एकदमै बहुमूल्य चिज हो। त्यो समय चाहिँ र्याली मनाउन चाहनेहरूले गाउँमा नै प्रयोग गर्नु होला। समय राम्रो काममा सदुपयोग गर्नु होला। र पैसा पनि खर्च हुन्छ। अब यहाँ र्यालीमा आउनु पर्यो होइन, र्याली बनाउनु पर्यो, उफ्रिनु पर्यो, अनि अलि मिठो पनि खानु पर्यो, पैसा पनि खर्च हुन्छ। त्यो र्यालीमा खर्च गर्ने पैसा बरु कुनै राम्रो काममा लगाउनु होला भन्ने चाहिँ मेरो अनुरोध छ। दुःख नमान्नु होला। किनभने सधैँ सबैले गरिरहेको चलन भइरहेको चलन पाइएन भनेर चाहिँ तपाईँहरू नरिसाउनु होला भन्ने मेरो अनुरोध हो। किनभने म चाहिँ कुनै पनि र्यालीमा जान्न, अहिलेसम्म गएको पनि छैन। कुनै पनि भोज भतेर रमाइलो गर्ने ठाउँमा म जान्न, म जाँदै जान्न अघि। त्यस कारणले मेरो बानी पनि हो। र त्यो गर्ने भनेको चाहिँ के हो भन्दाखेरि समय र पैसाको बर्बादी पनि हो। म चाहिँ समयको सदुपयोग गरेर अनि थोरै जति सकेसम्म थोरै खर्च गरेर काम चलाउने मान्छे हो। त्यसैले र्याली गर्न चाहने दाजुभाइहरू सम्पूर्णलाई चाहिँ ल धन्यवाद छ है। अब नरिसाउनु होला। किनभने अब मेरै केही साथीहरू रिसाएर मसँग रिसाएर फोङ्की भएको छन्। अब नरिसाउनु होला। किनभने किन र्याली नगर्ने भन्दाखेरि त्यो त एउटा त मेरो बानी भयो। त्यस्तो किसिमको खुसी मनाउने दुःख मनाउने त्यस्तो मबाट हुन्न। दोस्रो कुरा के हो त भन्दाखेरि अहिलेको चुनावमा 11 जनाले हार्नु भएको छ। 11 जनाले हार्नु भएको छ। हारेपछि सबैलाई दुःख लाग्छ, मनमा चोट पर्छ। किनभने उहाँहरूले पनि धेरै नै मेहनत गर्नु भएको थियो। मैले मात्र मेहनत गरेको होइन। 11 जना उम्मेदवारहरूलाई म सम्मानका साथ उहाँहरूलाई सम्मान गर्नको लागि पनि म चाहिँ जिते भनेर चाहिँ
नाक फुलाएर अगाडि र्यालीमा हिँड्न चाहन्न। उहाँहरूलाई तेस्रो कुरा के हो भने भोलि आज त र्याली मनाउन रे होइन, भोलि चाहिँ सम्पूर्ण जनप्रतिनिधिहरू विभिन्न पार्टीका नेताहरूसँग मिलेर म्याग्दीमा काम गर्नु छ। आज र्याली मनाएर केही जितिएको छैन। किन र्याली मनाउने? र्याली मनाउने कुन अवस्थामा? 5 वर्ष छ अझै। 5 वर्षमा जिल्लामा सम्पूर्ण राजनीतिक पार्टीले सहयोग गर्नुभयो, जनताले सहयोग गर्नुभयो र राम्रो काम गरियो भने 5 वर्षपछि र्याली मनाउला। अहिले चाहिँ र्याली मनाउने होइन। ल यही हो मेरो कुरा। ल सबैलाई धन्यवाद छ है। ल सबैलाई धन्यवाद।